अब सुरु सकिल यति भएपछि पर भरे बाजा गाजा बज्दाखेरि नि त्यो जिउ खुरुप जोसमा आउँछ कि आज मेरो त्यो साक्रो नाच्दाखेरि यस्तो भएको छ खुट्टाको मोजा यस्तो भएको छ नाचेर अनि मैले दुईवटा मोजा रिसले किनेर दिएको यो जम्मा मोजाको दाम कति थाहा छ 400 500 600 सबैजनालाई मेरो नयाँ एपिसोडमा स्वागत गर्न चाहन्छु। आजको दिन चाहिँ हाम्रो यहाँनिर पुरै साकेला हुँदैछ। सो साकेलाको लागि हाम्रो तयारी हुन्छ, नाच्नुको लागि सेउली गाड्ने काम भइरहेको छ। यतातिर हाम्रो सानो नानी बाबुहरू पनि भेला भइसकेको छ। ढोल घन्टा बजाउने काम छ। तिम्रो ढोल खोइ तिम्रो ढोल छैन? ल ढोल लिएर आऊ ल। यहाँ बाँध्नु लागेको छ। सेउली बाँध्नुको लागि चाहिँ डोरी चाहिने रहेछ। डोरी लिनुको लागि हाम्रो सुमन सर पर जानुभएको छ। सुमन सरको डोरी ल्याइसकेपछि हामीलाई यहाँ लान्छौँ। पेन्डिङकै लिएर आउनुपर्छ भाइ। यो भएपछि दामी हो नि त है। दुलोले खासै असर गर्दैन होला जस्तो यसरी बाँध्ने है। एकदम हजुर कस्तो राम्रो हो नि यो त। झन्डा खै त? झन्डा पनि चाहियो त। झन्डा ल्याउ त। यो जुगाड गर्ने काम पनि सकिसकेको छ। यो कम्प्लिटली पुरा भइसकेको छ। सुमन सर यसको यति नै हो नि त्यसको विधि होइन? अब बाइकहरू साइडमा लगाउनुपर्छ। अब बाइक साइडमा लगाउने, त्यस पछाडि यहाँनिर ग्राउन्ड बनाउने। एकदम मेरो भाइ ठिक छ। कता ए ल ठिक छ। एकदमै यहाँ जुगाड भइरहेको छ। हाम्रो जुगाडको काम सकिसकेको छ। आजको मैदान यो बिचमा चाहिँ हाम्रो नाच्ने काम हुन्छ। केटाहरू सानो सानो भाइ बहिनीहरू नाच्न यसो झ्याम्टा बजाएर नाच्ने गर्नु ल। यो हाम्रो 30 केजी मासु पनि पाकिसक्यो सुमन है। हेर्नुहोस् न एकदमै देखाइदिउँ न। दामी छ ल। हेर्दै खाम जस्तो छ हौ। राम्रो छ, मिठो छ। म चाखे त हजुर सिसी फालेर खानुपर्छ हौ। दामी छ दामी ल। गर्दैछ न टोलको सबै आउने अरे। मलाई पुग्यो हजुर। एउटा भयो मलाई पुग्यो। के छ एउटा भयो चाहिँ मलाई एकदमै पुगिहाल्छ। बरु चिसो अलिकति खाइदिउँ। अब हामी यस्तो भेटौँ है। अब हामी खाना एउटा खाइदिएँ मैले। बोसेको मासु होइन हजुर। ल एउटा खाइदिएँ मैले। बोसे खाइदिएँ। अब केही समय पछाडि विश्राम भन्दा पनि खाना खाइसकेपछि भेला हुने है त। खाना खाइवरी फेरि त्यहाँबाट भेला भएर यो साँच्ची रुङ्री के भएको ए ठिक छ। आजको हाम्रो साकेला चाहिँ हुने क्रम। तिम्रो के छ बहिनी खबर? ठिकै छ? यहाँनिर हुने आजको साकेला यहाँनिर निकै राम्रो चहल पहल होला जस्तो छ आजको दिनमा। यस्तै पारा भने उमेश दाइले रही मिलाउनु पनि बेच्दा हुन्न है। कलाएर आएको छ ल। एकपल्ट बजाउनुहोस् न। र यसै गरी हाम्रो पछाडि देखिरहेको ठाउँमा चाहिँ केही समय पछाडि साकेला हाम्रो सुरु हुँदैछ। साकेला नाच्नुको लागि हाम्रो टोलीहरू आउँदै हुन्छ। तपाईँले पनि नाच्न आउनु ल। तपाईँलाई पनि मेरो भ्लगमा हार्दिक स्वागत गर्न चाहन्छु। धेरै पछाडि देखेँ त तपाईँले पनि। म धेरै पछाडि नै आएको हो। काठमाडौँ जानु भएको छैन? गएको छैन म गाउँ। ए बुइबा जानु भएको? कहिले जानु भएको? ए हिजो जानु भएको? त्यो भएर उमेश दाइ नाच्रेको हुन्थ्यो क्या। आज यहाँ उमेश दाइलाई पसल बन्द गराएर पुरा नचाउनु पर्नेछ। ल दाइ जाऊँ न। सुरु भइसक्यो त खै त। आज उमेश दाइको कला हेर्ने हो क्या। ए हुन्छ। उमेश दाइको कला त त्यही हुन्छ कि। भर्खर आए जस्तै छ उमेश दाइको कला। त्यही त मान्छे भएको छ भइसक्यो बिचरा। के मलाई देखाएको रातो रहेछ त। आउँछ हो? आज नाच्नुपर्छ। तिमी पनि नाच्न है। अबको केही समय पछाडि हाम्रो नाच्ने काम सुरु हुँदैछ। मैले यहाँनिर थोरै अस्तिदेखि उहाँलाई चाहिँ मैले कोरियोग्राफर गरिरहेको छु। ल एकपल्ट हेरौँ त अस्तिको मैले सिकाएको स्टेपहरू। अस्ति मैले सिकाएको स्टेपहरू ए हिजो रेडी ल। सलाम खै त नि। अब सुरु।
अब सुरु नाच्नु न कतिको सिकाउनु यस्तो अनि फेरि यस्तो अनि यस्तो अनि यस्तो अनि यता यता हैन त अब भइसक्यो ल यति भइसक्यो पर भरे बाजा गाजा बज्दाखेरि नि त्यो जिउ फुरुक फुरुक जोसमा आउँछ कि पुरुष जसमा आउँछ कि जोस यस्तो भएपछि त्यो पुरै नाच्न आउँछ क्या जोस आइसके पछाडि त्यस्तो हुन्छ गुड 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 तपाईँको त्यो अहिलेको त्यो भ्लग छ उहाँले पछि हेर्नुहुन्छ त्यो ढोल बजाएको होइन बोलाइराखेको छ त्यहाँ गएर चाहिँ एकदम अब त्यो ढोल बजाइ हेर्दाखेरि चाहिँ एकजना रहिनी पनि पट्टे जस्तो छ कि त्यही भएर चाहिँ मैले उहाँलाई यसो गइकन थम्थ्याउँदैछु त्यसरी त्यति राम्रो ढोल बजाउनु भनेको होइन त्यस्तो कुरा आयो त राई गाउँकै हो हो त्यसो भएदेखि त्यति बेला चाहिँ ग्रह दशा त्यति बेला काटियो A few minutes later. A few hours later. फाइनली यहाँनिर चाहिँ एकदमै धेरै मान्छेहरूको जमात भेला हुँदैछ अब आउने क्रममा चाहिँ जारी नै छ है पहिलाभन्दा निकै नै मान्छेहरूको क्राउड चाहिँ बढिसकेको छ मेरो विशेष काम भनेको चाहिँ यहाँनिर फोटो खिच्ने त्यसपछि भिडियो खिच्ने यतातिर भइरहेको छ दुईवटा क्यामेरामा सो यतापट्टि देख्न सक्नुहुन्छ एकदमै मान्छेहरू भेला हुने कामहरू हुँदैछ अहिलेको भन्दा निकै नै बढी मान्छेहरू भेला भइसक्नु भयो र योभन्दा अझै बढी नै मान्छेहरू भेला हुने क्रम जारी नै छ केही समय पछाडि अझै योभन्दा धेरै मान्छेहरू भेला भइसकेपछि अझै रमाइलो हुनेछ तपाईँहरूले भ्लग हेर्दै गर्नु होला है मजा आइरहेको छ एकदमै यो लाउडले गर्दाखेरि ढोल झ्याम्च्याको कारणले गर्दाखेरि मेरो आवाज चाहिँ अलिकति कम आउँछ होला मैले चाहिँ खाजा किन नखाएको भन्दा अलिक अगाडि नि ननाची के खाजा खानु भनेको चाहिँ म एकछिन नाचेर आएको सर्व खाइनँ मैले खास चाखिनँ हजुर सर्व ठिकै छ सर्वको ठाउँमा हामी यो डिउ खाइदिएको छौँ होइन सुमन सर हाम्रो चाहिँ यतातिर हुन्छ पुरै हजुर नभए हाम्रो यो खाजा खाने काम हुँदैछ हजुर नाच्नु आउँदैन भनेर ननाचेको अलिक त आउँदो रहेछ मलाई
म बोक्छु कता यसलाई कता राख्ने यसलाई ठ्याक्कसँग व्यवस्थित गर्ने भन्नु अब यो तपाईँ चाहिँ फेरि के सकेको लागि आमामा देखा पर्नु लाग्यो नि हजुर काका लु भएन यसरी त र फाइनली हामी खाजा खाइसके पछाडि चाहिँ अलिकति आवाज पनि ठुलो ठुलो भएको छ अनि यो आवाजलाई सदुपयोग पनि गर्नुपर्ने हुन्छ तपाईँ बाहिरको माहौल चाहिँ एकदमै साकेर नाच्ने काम धमाधम भइरहेको छ देख्नुहुन्छ भिडभाड पुरै चकमन्न छ वरिपरि छ सुमन छ ननाच्नु तपाईँ म गरेको छु हजुर ल ठिक छ म पनि त्यस्तो भइरहेको छ एकदमै मजा आइरहेछ है यतिखेर चाहिँ म साकेलाबाट पनि आइसकेको छु साकेला यी मन्दिर छ साकेला हेर्नुको लागि माथिबाट पनि दर्शक हेर्न सक्नुहुन्छ यताबाट साकेला हेर्नेको दर्शक चाहिँ मान्छेहरूको चाहिँ भिडभाड कस्तो लागिरहेछ तपाईँलाई साकेला म्याडम रमाइलो छ पारुजीलाई कस्तो लागिरहेछ रमाइलो लागिरहेछ ल ठिक छ अझ मेरो चाहिँ साकेला नाच्दाखेरि यस्तो भएको छ खुट्टाको मोजा यस्तो भएको छ नाचेर अनि मैले दुईवटा मोजा रिसले किनेर ल्याइदिएको यो जम्मा मोजाको दाम कति थाहा छ 400 500 600 580 580 हो तर जम्मा मैले यसलाई चाहिँ कतिमा तिरेँ भन्दाखेरि 150 रुपियाँ तिरेँ यसको लागि चाहिँ हाम्रो मिलन कसोजु दाइलाई धेरै धेरै धन्यवाद छ मिलन कसोजु दाइले मलाई अर्को कुरा पनि दिनुभएको छ यो कुरा चाहिँ मैले क्यामेरामा भन्नु मिल्दैन सो तपाईँलाई धेरै धेरै धन्यवाद भन्दै आजको मेरो ब्लग्स आजको मेरो भिडियो इन्डिङ गर्न चाहन्छु जसले मेरो भिडियोहरू मेरो सबैजनालाई हृदयदेखि धन्यवाद भन्दै अर्को नयाँ एपिसोड नयाँ ब्लग्समा भेट्ने बाचाको सबै छुट्टी चाहन्छु तर जानुभन्दा अगाडि यदि मेरो च्यानल सब्सक्राइब गर्नुहोस् भने पवनलाई सब्सक्राइब गरिदिनु होला भिडियोलाई लाइक कमेन्ट र सेयर पनि गरिदिनु होला थ्याङ्क यू फर वाचिङ सी यू नेक्स्ट एपिसोड सी यू नेक्स्ट ब्लग बाई